हेलो गाइस, गुड मर्निङ। आज चाहिँ मेरो छुट्टी हो। छुट्टी भन्दाखेरि पनि आज चाहिँ जाने हाम्रो घुम्नुको लागि फनवल। के भयो मेरो फोन त? आज चाहिँ साथीहरूलाई पनि भेट्ने हो। आज धेरै दिनको बाद चाहिँ साथीहरूलाई भेट्छु हो। जाने बेलामा भेटौँला सबैसँग फाइदा। फाइनली यहाँको बाटो पनि बनिनु परेछ। यो बाटोमा चाहिँ कहिले ट्राफिक नहुने, आज ट्राफिक भएर त। म चाहिँ यहाँनिर पुगिसकेँ होइन, तर पुगेर पनि के गर्नु हो, साथीहरू नै आइपुगेको छैन। यस्तो साथीहरू चाहिँ के भन्नु। अब हिजोसम्म चाहिँ भन्दै थियो होइन कि तँ चाहिँ उतादेखिको छिटो निस्कि, हाम्रो त्यहाँ त छेउमै छ भनेर हो। अहिले चाहिँ म पुगेर यहाँनिर भइसक्यो 10 मिनट बसेको, 10 मिनट भन्दा पनि बेसी भइसक्यो। उनीहरू त भर्खर निस्किँदैछ अरे। यस्तो त छ साथीहरू। त्यही भएर साथीहरू चाहिँ अलिक गाह्रै छ है दाजुभाइहरू। किनभने एउटाले एउटा भन्छ, एउटाले एउटा भन्छ, तर त्यस्तै हो, भन्नु त केही सकिँदैन। अहिले चाहिँ म यहाँनिर एक्लै आएर यिनीहरूलाई पर्खिरहेको छु। यसरी जाँदाखेरि त मान्छेको सातो जान्छ होला है। अम्बो एक्लै बसेको देखेर होला बिचारा कमी लागेको छ मेरो साथी। तर जे पनि होस्, यहाँ चाहिँ हावा चाहिँ दामी आइरहेको छ। तर मतलब यस्तो लाग्दछ कि भित्र एसीमै बसेको जस्तो फिल भइरहेको छ। किनकि यहाँ चाहिँ त्यस्तो गर्मी चाहिँ भएको छैन, किनकि हावा चलिरहेको छ नि त हो। त्यही भएर होला पनि पछाडिको त पुरा त्यो ट्राफिकहरूको होला कि साउन्ड आएको आइछ। भित्र गएपछि मात्र आउँदैन, किनकि भित्र गएपछि त्यस्तै होला। लाइक त्यस्तो भिडियोजहरू फोटोजहरू चाहिँ त्यो गर्नु सक्दैन होला। तर र पनि ट्राई गर्छु कि म भिडियोहरू चाहिँ अलिकति बनाऊँ भनेर हो। अब हेरौँ। अहिलेसम्म त यिनीहरू 3जना आइपुगेको छैन। यिनीहरू 3जना आइपुग्यो भने त नि म त के भन्नु। अहिले भर्खर फोन गरेको 10 मिनट लाग्छ भनेर भन्दै थियो। अब यिनीहरूको 10 मिनट भनेको 15 मिनट लाग्नै हो। किनकि अघि म आउँदाखेरि पनि 10 मिनटको जग्गामा 15 मिनट चाहिँ लागेकै थियो नि त। त्यही भएर अल्छी चाहिँ लाग्यो। तर फेरि मेरो साथी चाहिँ यस्तो छ कि ढाट्टै छ क्या। अब थाहा छैन त्यसले यो भ्लग हेरेर चाहिँ के भन्छ मलाई होइन। अघिसम्म भन्दै थियो आइपुगे यसको गेटको बाहिर छु भनेर भने होइन। तर अहिले भर्खर फोन गरेको कि अर्कोलाई सोध्दै थियो, कति मिनट देखाउँदैछ भन् भनेर भन्दै 10 मिनट देखाउँदैछ भन्दै थियो हो। यस्तो ढाँट्छ कि आउँदैछु 1 मिनट भन्दै। साथीहरू भनेको चाहिँ यतिको चाहिँ हुनुपर्छ है। अब उसलाई पनि केही भन्नु त सक्दैन, किनकि अब त्यही हो, ट्राफिकले गर्दा पनि ढिलो हुन्छ हो। तर ढाट्नुमा चाहिँ नम्बर 1 छ है। अझै चाहिँ थाहा भयो विपना, तँलाई नै भन्दैछु नि। अहिले एकछिनमा आयो भने चाहिँ म तिनीहरूलाई देखाउँछु ल। किनकि अब उनीहरू पनि त उति हुन्छ नि त हो। तर यहाँ बसेर चाहिँ त्यस्तो गर्मीहरू चाहिँ के फिल त उतै भएको छैन हो। किनकि एक्लै मात्रै बसिरहेको छु नि त, कोही त छैन यहाँ। उता पनि कस्तो त छ। त्यही भएर चाहिँ एक्लै भएर पनि अल्छी चाहिँ लागेको होला मलाई। तर त्यस्तो उति चाहिँ छैन।
गर्मी पनि त्यस्तो गर्मी त छैन किनकि हावाहरू चलिरहेको छ हो यहाँनिर चाहिँ। यिनीहरू चाहिँ त्यहाँनिर काम गर्ने मान्छेहरू देख्न राम्रो छ नि। आज ड्युटीमा भएको भए म ड्युटीमा त्यहाँ काउन्टरमा बसेर के गरिरहेको हुन्थेँ होला, खालि फोन त चलाइरहेको हुन्थेँ। मेरो काम नै त्यो हो नि त हो। अब त्यो मेकअपहरू आयो भने गऱ्यो, नत्र भन्थेँ जे पनि होस् हप्तामा एक दिन छुट्टी पाउँछ हो, त्यो पनि ठिकै हो। उता यता पनि घुम्नुपर्छ, कति काम मात्रै गर्ने है। एक त त्यही माथि हाम्रो घरमा त्यो सुगा पालेको छ नि त हामीले दुईवटा। यस्तो बिहान बिहान उठेर चाहिँ 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 गर्दा कराउँछ नि भगवान्। आज त बिस उठेर उठिकन बाहिर राखिदिइरहेको थियो। बहिनीले भन्दै थियो कि दिदी किन बाहिर राखेको भन्दै, सुत्नु नपाएको बेलामा भनेर कराइदिएको थियो हो। फेरि माया लाग्यो, एकछिन बादमा फेरि गएर बाहिरबाट उठाएर फेरि भित्र हालेको। जस्तै हो अब के गर्नु, जनावरहरू हो, अब उनीहरूले कुराहरू बुझ्दैन होइन। हामीहरू मान्छे भए पो एउटा केही भन्यो भने अहै बुझ्ला भनेर भन्नु, अब जनावरहरूलाई त केही भन्नु सक्दैन नि त। एक त फेरि मेरो यहाँनिर पिम्पल्स आएर, मतलब यहाँनिर कहाँ छ राति निस्केको थिएँ मैले, कटाएर त्यो गरिदिएको थिएँ नि त। यो हातमा चाहिँ नौके छैन, तर मैले यो हातमा मात्रै बनाएको थिएँ। भित्र पसेर पनि यहाँ दुईजना चाहिँ के गर्दैछ फेरि त्यसको उयो उठ्दैछ भैया। यो ढिलो गर्ने मान्छे बोलेको त खतरा बोल्छ। के छैन त खै दुईजना जानुपर्छ, एक एकजना जानु सक्दैन, डर लाग्छ। कस्तो लाग्यो तँलाई फोनमा लगाएर अब चाहिँ हाम्रो खेलेर नुहाएर पनि सकिसक्यो। यहाँ फोटोसुट चल्दैछ। गाना सुन्न है अहिले। अब चाहिँ हामीहरू पनि निस्किनु पर्छ। फोटोसुट चल्दैछ अहिले यहाँनिर पुरा। विपना मलाई उयोनिर चाहियो। कहाँ गयो यिनीहरू त फेरि? तिमीहरू यहीँदेखि एकजना गरेर जाने कि उसको रुम जाने? यो चाहिँ रातिसम्म हुन्छ क्या, लाइटहरू पुरा छ नि त। 7 बजीसम्म हुन्छ अरे।
बाहिर घुमेर पनि भयो हाम्रो है। छुट्टी आयो भने थाहा पाउँछ नि यसको फेरि। कहाँनिर के खाने हौ? दोकान देखेको छु भन्दै थियो नि यसले। पानीपुरी अगाडि केही खाने जग्गा हेरौँ न, आइज अगाडि जाउँ, आइज अगाडि जाउँ न, अगाडि रेस्टुरेन्ट हेर्नुपर्छ। खेलिसकेपछि सबै आफ्नो आफ्नो फोनमा है। अन्त यतिकै चाहिँ हुनु पर्यो नि मान्छे। अब निस्केको खाएर निस्केको। ओइ तँ त तेरो केटालाई त भन्छस् क्या हौ। नआउने अब डाइरेक्ट जाने यिनीहरू छैन अरे नसँग। औ तिमीलाई चाहिँ के भएको तिमीलाई? पेसेन्स लेभल अप। औ मान्छे तिमी चाहिँ किन ना बारी त डिस्प्ले जेल काट्दियो होला हौ। सबै अब चाहिँ म पनि रुम पुग्यो हो। अब चाहिँ एकछिन रेस्ट गर्नुपर्छ किनकि त्यहाँको पानीले गर्दाखेरि पुरा जिउ उत्यो भएको छ नि त, थकाइ पनि लागिरहेको छ हो। त म यो भ्लगलाई यहीँ एन्ड गर्छु। सबैजनालाई बाई बाई।